त्यतिबेला म उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 12 को वडा कार्यालय अगाडि छु। यहाँ चाहिँ कर्मचारी नभइसकेपछि काम गर्न सेवा लिन आएका जनताहरूलाई त्यत्तिकै फर्काउन नसकेर वडा अध्यक्ष आफै जानेसम्म भएसम्म खटिराख्नुहुन्छ। यद्यपि यहाँबाट वडाको महत्त्वपूर्ण कामहरू चाहिँ रोकिएको छ। सरकारको निर्देशन बमोजिम पालिकाले तोकिएको दरबन्दी बाहेकका अस्थायी तथा करारका कर्मचारी हटाउन थालेपछि वडा तहमा कर्मचारी अभाव खड्किएको छ। कम्प्युटर चलाउन जान्ने नहुँदा नयाँ नागरिकता, सिफारिस, राजस्व सङ्कलन जस्ता जनताको महत्त्वपूर्ण काम रोकिएको छ। तत्काल चाहिँ मलाई चाहिँ 12 नम्बरमा चाहिँ असर पर्यो। मैले कति सेवाग्राहीहरूलाई फर्काएँ पनि हैन, रिक्वेस्ट गरेर यो कारणले गर्दा तपाईहरुलाई मैले आज सेवा प्रवाह गर्न सकिनँ, तपाईहरुको काम चाहिँ गरिदिन सकिनँ भन्ने यसरी रिक्वेस्ट गरेर अब यो त आज भोलि हुँदै जाँदा यसले त अलिकति नराम्रो मेसेज जान्छ। भोलि वडामा खटिएका 4 कर्मचारी मध्ये 1 सफाईकर्मी र वडा सचिव मात्र स्थायी हुन्। दर्ता चलानीका कार्यालय सहयोगी र कम्प्युटर अपरेटर करारका थिए। सफाईकर्मीले दर्ता चलानीको काम गर्न सक्दैनन्। हाल बिरामी बिदामा रहेका वडा सचिवसँग पनि कम्प्युटर चलाउने सिप छैन। अब सचिवज्यू पनि पुरानो सचिवज्यू हुनुहुन्छ, यो प्रविधिसँग जोडिएको हुनुहुन्छ। सेवाग्राहीलाई रित्तो हात फर्काउन नहुने भएपछि वडा अध्यक्ष आफै निवेदनमा तोक लगाउँदै दर्ता चलानीमा खटिएका छन् भने कम्प्युटर सामान्य रूपमा चलाउन एक कार्यालय सहयोगीलाई गुहार मागिएको छ। वडा नम्बर 11 मा पनि सबै जसो कर्मचारी अस्थायी करारका छन्। सबैलाई सम्झाइ बुझाइ हाल काममा राखिएको भए पनि कसले कति बेला छोड्नु पर्ने हो, सेवा प्रभावित हुन्छ भन्ने चिन्ता उस्तै छ। भोलि के हुन्छ त्यो पछिका कुराहरू होला। अहिले चाहिँ सेवा गरेहरूलाई दुःख नदिउँ भनेर सबैलाई काममा अनुरोध गरेर राखेको छ। नगरपालिकाले वडाको सेवा प्रभावित हुन नदिन आलो पालो कर्मचारी खटाउने त गरेको छ, तर यो स्थायी समाधान होइन। त्यस्तो कुराहरूलाई पनि मध्यनजर गरिरहेको छौँ र अहिले केही वडामा ठप्पै भइरहेको अवस्थाहरू छ भने हामी फेरि जनशक्ति हामी तत्काल चाहिँ यस्तो महत्त्वपूर्ण विषय अब नागरिकताको केसहरू छ, सिफारिस दिने कुराहरू छ, वैदेशिक रोजगारमा जाने सिफारिसको कुराहरू छ। हामी थप जनशक्ति सूचना प्रवाह हुने बित्तिकै तुरुन्तै म्यानेज गर्छौँ, हामी व्यवस्थापन गर्छौँ। नगरपालिका र माताहातमा खटिरहेका 490 मध्ये 439 जना तोकिएको कर्मचारी दरबन्दी संख्या रहेको नगरपालिकाले जनाएको छ। सम्झौता रद्द हुने सूचना जारी गरिसकेको नगरपालिकाले सेवा प्रभावित हुने देखेपछि अधिकांश कर्मचारीलाई खटाइ नै राखेको छ। नगरपालिकाले पहुँच र पाएक नहेरी वडा र शाखाहरूमा समान रूपमा कर्मचारी मिलान गर्न आवश्यक छ। कान्तिपुर समाचारका लागि बोटराज राई, उदयपुर।